ए खै निकालेर देखाउ त है ए कति लाग्छ यो ओरिजिनल हाल्न 45 भन्नु भएको छ 45 के 45,000 एउटा बिचमा ड्रिल गरेर इम्प्लान्ट गर्यो भने चाहिँ महँगो पर्छ अरे अनि त्यो कुन दिन भाँचेको तिम्रो दाँत भोलिपल्ट त्यो चक्रपथमा हुँदाखेरि नि त्यो नालले हानेर नि सिधै यहाँ भाँच्दै हानेर ए नालले हाने त्यसपछि नुहागढ विक्रम बोगटी 23 गतेको आन्दोलनमा तिम्रो दाँत पुगेको होइन ल अब दाँत हाल्नलाई 45,000 लाग्छ भनेको छ यहाँ 50,000 त पुग्छ 50,000 चाहिँदैन दिदी 5,000 एक्स्ट्रा राख्नु होइन मलाई 45 मात्रै भएको छ 5,000 तिमीलाई 45,000 पर्दै छ 5,000 अब त्यो चाहिँ तिमीलाई गाडी भाडा है यो 45,000 के अरे 50,000 छ यसमा 45,000 को दाँत हाल्नु है अनि त्यसपछि गएर 5,000 तिमीलाई खर्च है कान्छा अरू कोही गाडी चोरपट लाखैन नि त्यस्तो अरू त केही छैन दिदी मलाई त्यही अलिकति डर लागेर म गाउँ भएको थिएँ जनार्दनको पोस्ट देखेर चाहिँ म आएको ए ल ल ल कान्छा है त ल दिदी अर्को ठाउँमा जानुपर्छ ल एकदम धेरै